नेपालको क्रिकेट इतिहासमा एउटा यस्तो नाम छ जसले नेपाली क्रिकेटलाई विश्वभर चिनायो, ती हुन् सन्दीप लामिछाने। 16 वर्षको उमेरमा नेपालबाट डेब्यू, माइकल क्लार्कको निमन्त्रणामा अस्ट्रेलिया, आइपिएल खेल्ने पहिलो नेपाली अनि विवादपछि करियर नै सकिने अवस्थामा पुगेका सन्दीप लामिछाने। तर कथा त्यही सकिएन। भिडियो अघि बढ्नुभन्दा अगाडि यदि तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोला र एउटा लाइक र सेयर पनि गरिदिनुहोला। सन्दीप लामिछानेको जन्म सन् 2000 अगस्त 2 मा भएको हो। सानैदेखि उनको लेग स्पिनले सबैको ध्यान खिच्न थालिसकेको थियो। सन् 2016 मा केवल 16 वर्षको उमेरमा उनले नेपालको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे। डेब्यू गरेपछि सन्दीप नेपाल क्रिकेटको मुख्य स्टार बने। उनको लेग स्पिन, विकेट लिने क्षमता र दबावमा प्रदर्शन गर्ने शैलीले नेपालले धेरै महत्त्वपूर्ण जित दिलायो। नेपालले ओडिआई स्ट्याटस पाएपछि र अन्तर्राष्ट्रिय क्रिकेटमा पहिचान बनाउँदै गर्दा सन्दीप टोलीको प्रमुख अनुहार बने र त्यति मात्र नभएर पछि उनी नेपालको कप्तान पनि बने। यहीबाट सुरु भयो नेपाली क्रिकेटको नयाँ अध्याय। सन्दीपको प्रतिभा केवल नेपालमै सीमित रहेन। पूर्व अस्ट्रेलियन कप्तान माइकल क्लार्कले उनको खेल देखेपछि प्रभावित भए। क्लार्कको निमन्त्रणामा सन्दीप अस्ट्रेलिया गए र त्यहाँको ग्रेट क्रिकेट खेले। यही अनुभवले उनलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेटका लागि तयार बनायो। सन् 2018 मा सन्दीपले इतिहास रचे। उनी आइपिएल खेल्ने पहिलो नेपाली खिलाडी बने। नेपाल का एक नौजवान खिलाड़ी संदीप लामिछाने आईपीएल में भाग ले रहा है। दिल्ली डेयरडेभिल्स, अहिले दिल्ली क्यापिटल्सले उनलाई टोलीमा अनुबन्ध गर्यो। Sandeep, there you are. From Nepal. Oh wow, welcome. A Nepalese bowler. Well done, Nepalese bowler. यो क्षण केवल सन्दीपका लागि मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेटका लागि गौरवको विषय थियो। आइपिएल पछि सन्दीप लामिछानेले विश्वभरका ठूला टी20 लिगहरू लगातार खेल्न थाले, जस्तै आइपिएल, बिबिएल, बिपिएल, सिपिएल, पिएसएल र यस्ता अरू धेरै लिगहरू। एक एसोसिएट राष्ट्रिय नेपालबाट यति धेरै अन्तर्राष्ट्रिय लिग खेल्ने खेलाडी हुनु आफैमा ऐतिहासिक उपलब्धि थियो। जब सन्दीप लामिछानेले पहिलो पटक नेपालका लागि बलिङ गरे, सायद कसैले सोचेको थिएन कि यही खेलाडी एक दिन आइपिएलदेखि विश्वका ठूला टी20 लिगसम्म पुग्नेछ। तर कसैले यो पनि सोचेको थिएन कि उनको जीवनमा यस्तो मोड आउनेछ जसले सबै कुरा बदलिदिनेछ। सन् 2022 मा सन्दीपको करियरमा ठूलो विवाद आयो। उनीमाथि बलात्कारको आरोप लाग्यो र अदालतमा मुद्दा दर्ता भयो। यसपछि नेपाल क्रिकेट संघले उनलाई कप्तानीबाट हटायो र क्रिकेट गतिविधिबाट निलम्बन गर्यो। यो घटना नेपाली खेलकुदकै सबैभन्दा चर्चित विवादमध्ये एक बन्यो। मुद्दाको सुनवाई चलिरहँदा सन्दीपले लामो समय राष्ट्र टोलीबाट खेल्न पाएनन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको नियमअनुसार कानुनी प्रक्रिया टुङ्गो नलागेसम्म उनीमाथि खेलमा प्रतिबन्धको अवस्था सिर्जना भयो। यस अवधिमा उनको करियर लगभग अन्त्य हुने अवस्थामा पुगेको देखिन्थ्यो। सुरुमा जिल्ला अदालतले दोषी ठहर गरेपछि सन्दीपलाई कारावास सजाय सुनाएको थियो, तर उनले उच्च अदालतमा पुनरावेदन गरे। सन् 2024 मा पाटन उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाई दियो। नेपालको सानो मैदानबाट सुरुवात भएको यात्रा विश्व क्रिकेटसम्म पुग्यो अनि फेरि एकपटक नयाँ सुरुवाततर्फ फर्कियो। सन् 2024 को टी20 वर्ल्ड कपमा सन्दीप लामिछाने नेपालको टोलीको महत्त्वपूर्ण हिस्सा थिए। सुरुवाती चरणमा अमेरिकाको भिसा नपाउँदाखेरि उनले केही खेल भने गुमाए, तर पछि वेस्ट इन्डिज पुगेर नेपालको जर्सीमा विश्वकप खेल्ने सपना पूरा गरे। बङ्गलादेश विरुद्ध उनले आफ्नो 100औं टी20 इन्टरनेसनल पूरा गर्दै अर्को इतिहास रच्न सफल भए। सन् 2026 मा सन्दीप लामिछानेले लगातार दोस्रो पटक टी20 वर्ल्ड कपमा नेपालको प्रतिनिधित्व गरे। विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा नेपालका प्रमुख स्पिनरका रूपमा उनले टोलीको नेतृत्व गरे। यही वर्ष उनले अर्को ऐतिहासिक कीर्तिमान पनि बनाए। स्कटल्यान्ड विरुद्धको खेलमा 150 ओडिआई विकेट पूरा गर्दै उनी केवल 73 खेलमा यो उपलब्धि हासिल गर्ने विश्वकै सबैभन्दा फास्टेस्ट बलर बने। यस अघि रहेको मिचेल स्टार्कको 77 खेलको विश्व कीर्तिमानीलाई सन्दीप लामिछानेले तोडेका थिए। इतिहासले सन्दीप लामिछानेलाई केवल विकेटका लागि मात्र सम्झिने छैन, इतिहासले उनलाई सम्झिनेछ एउटा यस्तो खेलाडीको रूपमा जसले नेपाली क्रिकेटलाई विश्व मञ्चमा चिनायो र कठिन समयपछि पनि फेरि उठेर लड्न सिकायो। हालसालै सन्दीप लामिछाने टी20 खेलिसकेर चाहिँ अब एलपिएल खेल्ने प्रतीक्षामा छन्। नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने फेरि एकपटक लङ्का प्रिमियर लिगमा फर्किएका छन्। उनी यसपटक जाफना किङ्स टिमबाट खेल्दैछन्, जुन एलपिएलको सबैभन्दा सफल टिममध्ये एक हो। विश्वभरका टी20 लिगहरूमा आफ्नो छाप छोडिसकेका सन्दीप अब फेरि आफ्नो घातक लेग स्पिन, गुगली र विकेट लिने क्षमता देखाउन तयार छन्। के सन्दीप लामिछानेले यसपटक एलपिएलमा ठुलै धमाका मचाउन सक्लान् त कमेन्ट गरिदिनुहोला। र यदि तपाईहरु च्यानलमा नयाँ आउनुभएको छ र सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला र एउटा लाइक र सेयर गरिदिनुहोला। यस अगाडिको भिडियोमा तपाईहरुले धेरैले सब्स्क्राइब गरिदिनु भएको थियो र माया पनि देखाइदिनु भएको थियो। 38 जनाले चाहिँ सब्स्क्राइब गरिदिनु भएको थियो। आशा छ यो भिडियोमा पनि त्यसै गरी माया देखाइदिनुहुन्छ। Stars of this year's Under-19 Cricket World Cup.
Whether that's him, brilliant, absolutely brilliant from Lamy.